सो हेलो राइडर्स, दिस इज मिटियर 350। आज चाहिँ हामीले यसको टक्क लाएर चाहिँ एउटा रिभ्यू भिडियो बनाउन गइरहेका छौँ। सो हामीले कुरा गर्नेछौँ यो बाइकको पर्फर्मेन्स, यो बाइकको एउटा राइडिङ स्ट्यान्ड कस्तो छ, कम्फर्ट कस्तो छ, अनि अरू कुरा त अब हामीले बाटोमा गएपछि गर्दै गरौँला। सस्पेन्सन, ब्रेक सेक यताउति होइन। सो गाइज ल लेट्स गो। ल टक्क ल गाइज, अब हाम्रो ठ्याक्क रिभ्यू पनि सुरु गरौँ। ल यो बाइकको स्पेसिफिकेसनको बारेमा कुरा गर्नुपर्दा चाहिँ यस्तै 20 हर्स पावरको हो, तर यसको नयाँ इन्जिन चाहिँ मलाई सही स्मुथ लाग्यो। ल यो टर्की पनि राम्रै, पिकअप पनि जेस 2 गियरमा छु अहिले म। सस्पेन्सन पनि राम्रै छ, हल्का बाटो चाहिँ अफरोडै छ, खतरा खतरुङ। पछाडिको चाहिँ अलिकति हार्ड लाग्यो मलाई, उफारिङ रहेछ पछाडिकोले चाहिँ। ब्रेक पनि ठिकै छ, कन्ट्रोलको बाइक पनि राम्रै रहेछ। अब डुअल च्यानल एबिएस हो यसमा हुने चाहिँ होइन। कन्ट्रोल पनि जो कुदाउनु भन्दा चाहिँ आनन्दले पछाडि रिल्याक्स बसेर हल्का रेसमा आनन्दले बग्न चाहिँ मजा आउने रहेछ जोस। मलाई चाहिँ क्लासिक भन्दा चाहिँ यो बाइकको चाहिँ अलिकति भाइब चाहिँ डिफ्रेन्ट लाग्यो। राइडिङ पनि हल्का हल्का भनौँ न कम्फर्टेबलै छ, त्यसो नराम्रो वेमा होइन। तर यसको ह्यान्डलिङ चाहिँ मलाई सही लाग्यो है। बुलेट जस्तो चाहिँ त्यो अलिकति हेभी ह्यान्डलिङ चाहिँ छैन यसको। त्यो सर आनन्दले होइन। भाइब्रेसन पनि लो रेममा त त्यस्तो छैन, अहिले 60मा छु म। त्यो 80 सम्म चाहिँ त्यस्तो डेन्जर भाइब्रेसन चाहिँ हुन्छ जस्तो लाग्यो होइन। 80 पछि चाहिँ अहिले चेक गरौँ ला एकैछिनमा। दिस बाइक इज फन। एक्जस्टको त कुरै गर्नै परेन, अब क्लासिक एक्जस्ट यसको होइन। बेस त छ, भाइब पनि छ, चाहिएकै त्यही त हो नि बाइकमा होइन। हो कि केटा हो। यस्तो केटाहरूलाई कुरामा है त हामीलाई। जियोस् गियर अड्किने चाहिँ हरेक रोयल फिल्डको प्रब्लमै हो। अब भक्कसी एक गियर सिफ्ट गरेको गियरै अड्किरा, तर नट अ बिग डिल। अब हामी हल्का उकालो जाँदैछौँ। उकालोमा चाहिँ यो बाइकको पर्फर्मेन्स पनि थाहा हुन्छ होइन। आनन्दले होइन नि 3 गियरमा आनन्दले क्रुज गर्न पनि यो 20को स्पिडमा। दिस बाइक क्यान क्रुजर रेट्रो भाइब्स टक्क लाएर 3मै छु स्टिल म। पिकअप त दिन्छ कि, बुलेट हो नि त होइन। रोयल इनफिल्ड बुलेट त नभनौँ। रोयल इनफिल्डले जस आफ्नो इन्जिनको क्यारेक्टर चाहिँ नयाँ इन्जिन राखे पनि क्यारेक्टर चाहिँ मिस चाहिँ गरेँ होइन। त्यति चाहिँ भन्न सक्छु मैले। मलाई नि फिल हुन्छ नि त, किनभने अब म पनि पहिला क्लासिकबाटै आएको, क्लासिक चलाएर आएको। मैले नि क्लासिक 350 भनौँ, रिबन होइन क्लासिकै। यसको ह्यान्डलिङ चाहिँ मलाई सही मन पऱ्यो कि। जो हात दुख्दैन होइन। अब ढाडको त लोवर ब्याकको त म भन्न सक्दिनँ अहिले, किनभने जो अलि लङ राइडमा गर्दा थाहा हुने कुरा हो तिनीहरू चाहिँ। तर चाहिँ अहिले मेरो अगाडिको यो फुटरेस्टको पोजिसन पनि लाइक इट्स प्रिटी इन्जोएबल। लाइक त्यो बाइक चलाएर म डेन्जर फोकस हुनु पऱ्यो भन्ने जस्तो चाहिँ छैन कि। लाइक स्पोर्ट्स बाइक्समा हुन्छ नि त। अब ट्राइममै भनौँ, लाइक ट्राइम चढ्यो भने चाहिँ अलिकति पावर फिल गर्न मन लाग्छ, अलिकति बटार्न मन लाग्छ। तर यो बाइक बटारै नि कुद्छ, नकुद्ने होइन। 350 इज नट अ जोक, बट स्टिल लाइक कुद गरौँ न त है। रेम म्याच पनि राम्रै गर्छ। हल्का लिन गर्दा चाहिँ लिन एङ्गल चाहिँ अलिकति मलाई अकवर्ड लाग्यो। तर लेट्स सी हटाएर हेरौँ, ठिक छ।
पछाडिको सस्पेन्सन चाहिँ अलिकति मलाई हार्डै लाग्यो तर फेरि हार्ड सस्पेन्सन पनि फाइदा त हुन्छ कि किनभने अलिकति प्लान्टेड राख्छ बाइकलाई होइन त्यो चाहिँ हजुरले राइड गरेपछि बल्ल अलि बुझ्ने कुरा हो कर्नरिङ पनि मिल्ने रहेछ है राम्रै हो ओह ठिक छ बाइक आई लाइक इट या इट पुल्स रियली गुड यो झन् नयाँ इन्जिनको पुलै सही रहेछ क्या पुरानो चाहिँ अलिकति लङ टर्ममा राम्रो हान्थ्यो होइन यसको इनिसियल मलाई मन पऱ्यो क्या लाइक ल्याग चाहिँ छैन क्या इन्जिनमा भनौँ न अब ट्राइमसँग कम्पेयर गर्न त मिलेन त्यसको छुट्टै सेगमेन्ट भयो यो चाहिँ क्रुजर सेगमेन्टमा पऱ्यो हजुरहरूको लागि बट स्टिल फन यसको सिटिङ पोजिसन पनि सिट हाइट पनि सानो छ अब हजुरहरूको हाइट अब त्यस्तो अब भनौँ न 5.5 छ भने पनि लाइक इजी हो क्या हल्का टिप्टो हुनसक्छ बट इजी यु गाइज क्यान राइड इट के लाइक भनौँ न कति धेरैको प्रब्लम के हुन्छ नि त अब लिन मन लागेको बाइक हजुरलाई लिन पाउनु हुँदैन हाइटले गर्दा वेटले गर्दा फरक त हुन्छ आई क्यान अन्डरस्ट्यान्ड द्याट थिङ्स बट दिस बाइक इज रियली गुड आई क्यान रेकमेन्ड दिस शिट टु यु गाइज होइन सिट त के भन्ने इट्स अ मेसिन बट स्टिल हल्का कुदाउनु त है यस्तै चाहिँ नकुदाउनु होला यो चाहिँ मेरो हल्का रिभ्यू जस्तो हो Like I'm enjoying it guys. I'm not gonna lie है मलाई ट्राइम भन्दा नि यो बाइक कुदाउन मजा आइरहेछ कि किनभने ट्राइमको चाहिँ हजुरहरू अलिकति एग्रेसिभ पोजिसनमा बस्नुपर्छ अब हाम्रो एक्सी चलाए नि अब यो 400X चलाए नि स्पिडै चलाए नि हो सस्पेन्सन चाहिँ अलिकति हार्डर साइड मेरो क्लासिक भन्दा चाहिँ अलिकति हार्डर चाहिँ फिल भयो मलाई भक्कसी किनभने यो सेम प्यासमा मैले क्लासिक हाल्ने बेलामा चाहिँ मलाई त्यति बाउन्सी चाहिँ मलाई हुन्थेन क्या हल्का होइन तर इट्स प्रिटी एडजस्टेबल लाइक सस्पेन्सन पछाडिको त एडजस्टेबल होइन होला बट यु क्यान एडजस्टेबल भन्न खोजेको चाहिँ लाइक यु क्यान राइड इट लाइक एज यु वान्ट लाइक कुदाउन नि मिल्छ अब म अब स्लो चलाउन मन लाग्यो अब डाँडा काँडातिर आएको हल्का भाइब सिज गरौँ न त यसो होइन क्रुजर भाइस हामी पनि इन्जोय गरौँ न त नेपाल बसेर भन्नेहरूको लागि चाहिँ लाइक दिस थिङ डिलिभर्स के लाइक आई लाइक दिस सिट ओके एकदम स्लो हिँड्न मन लाग्यो मलाई आनन्दले चिसो हावा खायो भने नि पाइयो यो खालि कुदाम यो कुदाउने बाइक त होइन हुन चाहिँ नकुद्नु छ होइन तर कुदाउने बाइक चाहिँ होइन नि भन्छु म यो बाइक होइन किनभने बिस्तारै हिँड्नुमा यो बाइकको फिलै छुट्टै छ क्या होइन ओभरटेक हान्छौँ न त ल हल्का कर्नर गरौँ न त ल कतिको जान्छ कर्नर राम्रै हान्ने रहेछ क्लासिक जतिको चाहिँ लिन चाहिँ हुँदैन त्यति चाहिँ म भन्न सक्छु अब ट्राइम त अब एक्सीहरू त अब यो लिन गर्ने बाइक भन्नाले नि अब अलिकति स्क्रैम्बलतिर गयो सबको लिन गर्ने तरिका छुट्टै हुन्छ होइन तर पर्फर्मेन्स टेस्ट गरौँ न त है I'm in third gear right now. A grade match. Bottar, right now. Yeah, this is fun. This is really fun. Tram guys, tram भी. हामी चाहिँ भिडियोहरुमा है
ल्याए नि हो कि कसले भने बुलेट कुद्दैन होइन यसको लिमिटर अब धेरै आरपिएममा त जाँदैन यो बाइक होइन मैले हजुरलाई पहिल्यै भन्थेँ भन्न त स्लो चलाउने बाइक हो तर यस्तो हल्का पर्फर्मेन्स टेस्ट गरेर हल्का देखाएको हजुरलाई तर इनिसियल पुल चाहिँ त्यो झ्याप्प हुन्छ नि त्यो के जर्की पुल चाहिँ एकचोटि चाहिँ दिन्छ त्यो दिइराख्दैन एकचोटि के त्यो तान्छ है भनेको चाहिँ फिल चाहिँ गराउँछ तर बटारेपछि त्यस्तो दिन तान्दैन होइन तर तान्दा चाहिँ तान्दैन त्यस्तो तर भनौँ न लाइक कम्पिटिसन ट्राइम लाइक त्यो बाइक पनि डिफ्रेन्ट सेगमेन्टमा पर्छ यो बाइक पनि डिफ्रेन्ट सेगमेन्टमा पर्छ यो दुइटाको बाइकको आफ्नो खुबीहरू छ क्या अब राइडिङ पोजिसन एउटा ह्यान्डलिङ एउटा कम्फर्टमा गयो भने लाइक आई प्रिफर दिस बाइक के मोर देन ट्राइम होइन तर अब हजुरलाई कुदाउन मन लाग्छ लाइक नयाँ यो प्राइसमा त्यो सेगमेन्टमा यतिको बाइक पाइँदैन हजुरलाई त्यस्तो त्यस्तो कुराहरू भनौँ न टेक्नोलोजिकल एडभान्समेन्ट अब स्लिपर क्लच छ यसमै स्लिपर क्लच हुनसक्छ अनि ट्र्याक्सन कन्ट्रोल होइन अब अरू कुराहरू चाहिँ त्यो हेर्दा चाहिँ बाइक राम्रो देखिन्छ त्यो भन्नुपर्ने कुराहरू त मैले भनिसकेँ जस्तो लाग्छ होइन किनभने अहिले म बुझियोस् यत्तिको राइड गरेपछि चाहिँ अहिले सरङकोटको उकालोतिरै छु म यत्तिको राइड गरिसकेपछि चाहिँ एउटा सानो भए पनि एउटा महसुस गर्न त मिल्छ फिल चाहिँ लिन मिल्छ नि त कस्तो दिन रहेछ भाइब्स के रहेछ कुरो के बुलेट भन्छन् के रहेछ खासमा बुलेट भनेको होइन सो गाइज ल थ्याङ्क्स फर वाचिङ यति नै हो आजको लागि चाहिँ म नि यसो यतातिर जानु लाग्यो अब टक्क लाएर